पानी परेर फेरि पानी पर्दा पनि उकालो बाटोमा गर्मी हुन्छ, के गर्ने, यस्तै छ साथीहरू। अझ धेरै दिनमा गाउँ डुलेर आएको 1 महिनाको कामको दौडान, अनि 1 महिना भन्दा पनि 28-29 दिनमा आज छुट्टी गरेको। हजुरहरू यस्तै छ मेरो ड्युटी। यसपालि दह्रो भइरहेछ। ड्युटी भनेको यस्तै हो, पानी झरी पनि भनेन, घाम पनि भनेन, कहिले सकेर चाहिँ धरानतिर झरुङ भइरहेछ साथीहरू। मेरा साथीहरूले, मेरा युट्युब फ्यामिलीहरूले कहाँ गयो होला यी मनिषा भन्न थालिसक्यो। कुन दुलोमा गुफा बस्यो होला। ए गाउँघरमा यस्तो छ साथीहरू। म चाहिँ आज यस्तो बाटो हिँड्दैछु। यो ठाउँलाई चाहिँ पहरा कि के भन्दो रहेछ, ठाउँ पनि त्यस्तै रहेछ। ठाउँ अनुसारको नाम राखेको रहेछ, पहरा रे। साँच्ची नै पहाड छ, पहाड होइन। यस्तै पानी परेर छाता ओढ्दै हिँड्दै, अनि अहिले चाहिँ पानी बसेको छ, अलिक पानी बसेकोले र पनि ओढेर हिँड्दैछु। जुगा भक्कु लाग्छ, जुगाले धेरै खाइसक्यो। यस्तै छ। झाप, मालिङ्गोको घाँस, रुख, कोइली पनि रुँदैछ बिचरा। यसले भित्र धेरै टुसा दिएको रहेछ, नयाँ टुसा। यस्तो पानी पर्छ कि, यस्तो पानी पर्छ कि थाहै छैन। पारी गाउँतिर अलैँचीको बिरुवा मैले त्यो गाउँबाट लिएको साथीहरू। त्यो गाउँबाट गाडी रिजर्भ गरेर, बोक्न नसक्ने, बगानबाट बाहिर निकाल्दा पनि थलै पर्यो। पारी गाउँको। त्यो गाउँको नाम चाहिँ तामराङ, मयाखोला गाउँपालिका। वार्ड नम्बर चाहिँ कति हो त्यो चाहिँ थाहा भएन मलाई। हाम्रो चाहिँ 4 हो। हामीले बाख्रा चराउँदाखेरि पानी पर्दा यस्तो ठाउँमा बस्थ्यो साथीहरू। यस्तो ठाउँमा हेर्नुहोस् त कस्तो दामी छ। पानी जति परे पनि पस्दैन। यसलाई भनिन्छ ओडार, ढुङ्गाको ओडार। यो बेला बस्नलाई त गाउँघरै रमाइलो छ, तर के गर्नु, जुगाले खाएपछि हैरान। जुगाले पुरै खाएर थाहा छैन। अलैँचीको बिउ लिएको ठाउँ। यस्तो भएर यो बगानबाट लिएको, यो बगानबाट। त्यो त देख्दैछ नि, त्यो तामराङ खोला। यो खोला चाहिँ खतरा रहेछ नि फेरि।
डर लाग्ने यस्तो छ आजको मौसम। पानी परेर भर्खर रहेको अवस्था है साथीहरू। यो हाम्रो भाइहरूको बगान, अलैँची बगान। तला बेसीतिर चाहिँ धान रोप्दैछ। यो त तलादेखि पो आएको त मेरो पछि पछि। यो कहाँबाट आएछ? यसले मलाई टोक्दैन? कहाँ हिँडेको त काले? ओइ तेरो मलाई टोक्लास् नि फेरि, नटोक है मलाई। ए यस्तो बाटो हिँड्नुपर्छ। बाटोहरू यस्तै छ। यो चाहिँ मेरो गाउँमा पनि हुन्थ्यो क्या साथीहरू। यो यस्तो रुख चाहिँ फुल फुल्छ नि, हरियो पत्ता। अनि अलैँची बगान पारी तामराङको स्कुल, मयोखोला गाउँपालिकाको वार्ड, गाउँपालिका 4 हाम्रो चाहिँ त्यतिको तर वार्ड चाहिँ त्यहाँ हाम्रो। काम त पहिला त गरेकै हो, तर अलिक धेरै भएछ काम नगरेको। धेरै नै गाह्रो हुँदो रहेछ। 2-4 दिन चाहिँ गाह्रो भयो। अहिले त ठिकै हुन्छ, तर अलिकति उकालो बाटो हिँड्नु पर्दा चाहिँ यो खुट्टाले चाँडै थाहा पाउने, एक खुड्कीलाई पनि थाहा पाउने साथीहरू। त्यस्तो चौतारा खौसाको पुलको त यो त चौतारा भन्छ। मायाको गाउँ त चिने घर चिन्नै सकिन, ओलो हो कि पल्लो। गीत पनि गाइदिएको, राम्रो घर रहेछ यहाँ। यस्तो चिटिक्क परेको घर रहेछ क्या। अनि यस्तै हो, हामीलाई गाह्रो छ, सक्दैन रहेछ। अलिक बिरामी हुनुभएछ। अनि बिस्तारै हिँड्दै हुनुहुन्छ उकालो बाटोमा। म पछि मेरो कमासे बुढो बिस्तारै हिँड्दै हुनुहुन्छ। मलाई हेर्दै हुनुहुन्छ भर्खर, मलाई पर्खिँदै हुनुहुन्छ मेरो बुढोले। मैले भर्खरै गीत गाउँदै देखाएको घरै हो साथीहरू। यस्तो चिटिक्क परेको राम्रो होइन, दामी छ। गरे के हुँदैन साथीहरू, सब कुरा हुन्छ। पहाडमा पनि गमलाहरू सजाएर गाउँमा मेन कुरा मन हुनुपर्छ कि, अनि सब हुन्छ। मन छ भने जस्तो हुन्छ नि। बुढो त्यहाँ पर खोलाको पुलमा पुग्नु, छाता नछिरेर तान्दै हुनुहुन्छ कोल्टो पारेर। यो कुकुर त यहीँ पो सुत्यो त। यो त त्यो त ओइ यहीँ पो सुतेको है। पानी